हेलो एन्ड नमस्ते सबैजनालाई। आज हामी सिक्न गइरहेका छौँ बिजी एकाउन्टिङ सफ्टवेयरमा इम्पोर्ट पर्चेज कसरी चढाउने। जुन हामीले बाहिर देशबाट किनेका हुन्छौँ, मगाउँछौँ, त्यो वाला पर्चेज हामीले कसरी बिजीमा इन्ट्री गर्ने, त्यसको विषयमा आज हामीले सिक्नेछौँ। भिडियो सुरु गर्नुभन्दा पहिला यदि तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भनेपछि च्यानललाई सब्सक्राइब गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र भिडियोको अन्तिमसम्म हेर्नुहोला। सुरु गरौँ है त। सबभन्दा पहिला त मैले के गर्छु त भन्दाखेरि कम्पनीलाई ओपन गर्छु हैन। यहाँनिर मेरो कम्पनी छ। कम्पनीमा गएर मैले के गरेँ त ओपन गरेँ, युजर नेम र पासवर्ड राखेँ ए भनेर। त्यसपछि मेरो के हुन्छ, कम्पनी ओपन हुन्छ। अब इम्पोर्ट पर्चेज हामीले कसरी इन्ट्री गर्ने भन्दाखेरि अब गर्ने त यही पर्चेजबाटै हो है। अब तरिका अलिकति फरक हुन्छ है। अब जस्तो यहाँनिर गएर एड गरेर यहाँनिर डेट राख्ने, त्यसको प्रज्ञापन पत्र यो यसमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले इम्पोर्ट गरेको बिल इन्ट्री गर्दाखेरि जुन कस्टम अफिसबाट भन्सारबाट हामीले ल्याउँदाखेरि जुन प्रज्ञापन पत्र दिया हुन्छ हैन, जुन डकुमेन्ट दिया हुन्छ त्यसलाई प्रज्ञापन पत्र भन्छ हो। त्यो प्रज्ञापन पत्रको हिसाबले हामीले के गर्नुपर्ने हुन्छ, हिसाब यसमा पोस्ट गर्नुपर्ने हुन्छ है। अब त्यसको लागि त अब यहाँ भौचर नम्बरमा के राख्नु पर्यो त, त्यो प्रज्ञापन पत्रमा जुन नम्बर हुन्छ त्यही नम्बर राख्नुपर्ने हुन्छ है। अब त्यस पछाडि यहाँनिर भौचर नम्बर राखिसके पछाडि त्यसपछि यहाँनिर के गर्ने भन्दाखेरि यहाँनिर हामीलाई चाहिन्छ नयाँ पर्चेस टाइप। यहाँनिर इम्पोर्ट भनेर त छ हैन। अब यो इम्पोर्टमा हामीले गर्दा नि हुन्छ हैन। अब यदि हाम्रो भ्याटवाला हो हैन, इम्पोर्ट गर्दाखेरि भ्याट लाग्छ, कस्टम अफिसमा भ्याट लाग्छ, भ्याट तिर्नुपर्छ भनेपछि त्यो केसमा चाहिँ हामीले अर्को इम्पोर्ट बनाउँछौँ है। पर्चेस टाइप अर्को क्रिएट गर्नुपर्ने हुन्छ त्यो केसमा। अब हैन भ्याट नलाग्नेवाला वस्तु इम्पोर्ट गरिरहेछौँ भने यही इम्पोर्टबाटै गर्न सक्यो है। तर अहिले मैले हजुरहरूलाई भ्याटवाला इम्पोर्ट देखाइरहेको छु। अब जस्तो भ्याटवाला इम्पोर्ट गर्नलाई सबभन्दा पहिला त हामीले के गर्नुपर्छ भन्दाखेरि एडमिनिस्ट्रेसनमा आएर यहाँनिर मास्टर्समा गएर यहाँ तल तपाईँले देख्न सक्नुहुन्छ सेल्स टाइप अनि पर्चेस टाइप भनेर छ है। अब यहाँनिर हामीले के गर्छौँ त भन्दाखेरि पर्चेस टाइपमा गएर एड गर्छौँ है। पर्चेस टाइपमा एड गरेँ मैले इम्पोर्ट अनि ब्राकेटमा के गर्छु त भ्याट 13% अथवा भ्याट मात्रै राखे पनि केही फरक परेन है। अहिलेलाई मैले के गरेँ त इम्पोर्ट भ्याट 13% भनेर बनाइरहेको छु। अब त्यस पछाडि यहाँनिर यो पर्चेज नै हो। अब त्यसपछि यहाँ गएर हामीले के गर्छौँ, ट्याक्सेबल यो छ ठिक छ है। जुन इम्पोर्टवाला छ त्यसमा चाहिँ एक्जेम्ट पाउँछ है। अब त्यस पछाडि ट्याक्सेबल भयो हुनाले हामीले भ्याट तिर्ने भयो हुनाले ट्याक्सेबल चुज गर्छौँ। ट्याक्सेबल चुज गरिसक्यो भने अब यहाँनिर रिजन भनेको छ, रिजनमा दुईवटा छ, एउटा लोकल एउटा इम्पोर्ट। अब हामीले गर्न लागेको के हो त इम्पोर्ट हो है। इम्पोर्टमा क्लिक गरेँ मैले। त्यसपछि आएर यहाँनिर ट्याक्स इन भनेको छ, यहाँनिर कति त 13% भनेर छुट्टाइदिन सक्यो यहाँनिर है। 13 भनेर मैले राखेँ। त्यसपछि यहाँ गएर हामीले के गर्छौँ त सेभ गर्छौँ। ठिक छ, पर्चेस टाइप क्रिएट भयो। त्यस पछाडि अब पालो भनेको अब यहाँ गएर पर्चेज एड गर्ने है। पर्चेज एड गर्दाखेरि अब त्यो प्रज्ञापन पत्रको हिसाबले डेट कहिले छ त्यो हामीले यसमा राख्छौँ। अनि त्यस पछाडि अब त्यो प्रज्ञापन पत्रको नम्बर कति छ, डकुमेन्ट नम्बर, त्यो हामीले यहाँनिर राख्छौँ है। अब M123 समथिङ हुनसक्छ होइन। त्यसपछि आएर अब यहाँनिर पर्चेस टाइपमा हामीले के छान्नुपर्ने हुन्छ भन्दाखेरि यो हटाएर इम्पोर्ट भ्याट 13% भनेर छान्नुपर्ने हुन्छ है। त्यसपछि अब किनेको हामीले पार्टी कुन हो त भन्दाखेरि सपोज यहाँनिर हाम्रो कुनै एउटा नयाँ बनाउन सक्यो है, नयाँ क्रिएट गर्न सक्यो। यहाँनिर मैले सपोज
मैले एउटा क्रिएट गर्छु, नयाँ क्रिएट गरौँ है, F3 गरेर अथवा क्रिएट गराएको अलरेडी क्रिएट गरेको छ मसँग एउटा आरके इन्टरनेसनल भनेर, यसलाई मैले चुज गरेँ है। अब यसमा मैले के गरेको छु भन्दाखेरि एकपटक हजुरहरूलाई देखाइहाल्छु। यहाँनिर मैले केही गरेको छैन, अरू केही गरेको छैन, यहाँनिर खालि एड्रेसमा इन्डिया राख्दैछु है। अनि यहाँ कन्ट्रीमा पनि हामीले इन्डिया छानिदिउँ है, कन्ट्री इन्डिया छानिदिउँ। त्यसपछि यहाँनिर यसलाई मैले सेभ गरेँ। त्यस पछाडि हामीले यहाँनिर अब न्यारेसन लेख्नु पऱ्यो भनेपछि यहाँनिर लेख्न सक्यो। जस्तो यसको न्यारेसन के राखौँ त भन्दाखेरि सपोज बिङ गुड्स इम्पोर्टेड भनेर मैले यहाँनिर राखेँ। त्यसपछि हाम्रो आइटम के हो त भन्दाखेरि सपोज ल मैले यो डेल i5 PC सेट भनेर मगाएको छु है। त्यसपछि अरू कुनै आइटम छ भने यहाँनिर क्रिएट गरेर हामीले ल्याउन सक्यो है। त्यसपछि यहाँनिर क्वान्टिटीमा सपोज 100 सेट मगाएको छु हैन। त्यसपछि अब पर सेटको हिसाबले हाम्रो अब त्यो उताबाट मगाउँदाखेरि आइएनआरमा हुन्छ, हामीले अब प्रज्ञापन पत्रको हिसाबले नेपाली मूल्य राख्नुपर्ने हुन्छ है। सपोज भ्याट सबै बाहेक हाम्रो जति पनि इम्पोर्ट ड्युटी भ्याट बाहेक हाम्रो प्राइस पर्न गएको छ सपोज 25,000 एउटा सेटको मूल्य परेछ है, उताबाट आउँदाखेरिको मूल्य है। त्यसपछि यहाँनिर 25,000 राखेँ। त्यसपछि अब अरू आइटम छ भने यहाँनिर तल एड गर्दै जान सक्यो हैन। अहिलेलाई मैले एउटा मात्र राखेँ। त्यसपछि यहाँ गएर ट्याब गरेर अब मेन काम चाहिँ कहाँ हुन्छ, यहाँ हुन्छ है। अब बिल सन्ड्रीमा हामीले के गराउने त, अब जस्तो हाम्रो प्रज्ञापन पत्रमा इम्पोर्ट गर्दाखेरि के लागे हुन्छ, जस्तो हाम्रो इम्पोर्ट ड्युटी लाग्ला अथवा कस्टम ड्युटी भनौँ हैन, इम्पोर्ट ड्युटी लाग्ला। अनि त्यस पछाडि हाम्रो इम्पोर्ट भ्याट लाग्ला हैन। त्यस्तै गरेर अब ट्रान्सपोर्ट चार्जहरू लाग्ला, इन्सुरेन्स चार्ज लाग्ला, कार्गो फी लाग्ला हैन। त्यस्तै गरेर डिक्लेरेसन फी भनेर लाग्छ हैन। यस्ता यिनी खर्चहरू अथवा यिनी ट्याक्सहरू हामीले के गर्नुपर्ने हुन्छ, बिल सन्ड्रीमा देखाउनु पर्ने हुन्छ। अब जस्तो यहाँ हेर्दाखेरि त यहाँ त यति मात्रै छ, अरू तिनी जति पनि मैले भने इम्पोर्ट ड्युटी, इम्पोर्ट भ्याट हैन, अनि त्यस पछाडि कार्गो फी यताउता यिनी यसमा त छैन। त्यसको लागि हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि क्रिएट गर्नुपर्ने हुन्छ। क्रिएट गर्नलाई सर्टकट की मैले पहिल्यै बताइसकेको छु। सर्टकट की के हुन्छ भन्दाखेरि हाम्रो F3, जे क्रिएट गर्दाखेरि पनि F3 प्रेस गर्यो भने सर्टकट क्रिएट हुन्छ है। मैले F3 प्रेस गरेँ, त्यसपछि यहाँनिर आयो। अब पहिलो भनेको हाम्रो के हुन्छ भन्दाखेरि इम्पोर्ट ड्युटी है, इम्पोर्ट ड्युटी। अब यो के हुन्छ भन्दाखेरि बिल सन्ड्री नेचरमा एडिटिभ हुन्छ। अब यो के हो त, कस्टम ड्युटीमा राख्न सक्यो यसलाई, अथवा अदर्समा राख्दिने केही फरक पर्दैन। यहाँनिर मैले के गरेँ, कस्टम ड्युटी भनेर बिल सन्ड्री नेचरमा कस्टम ड्युटी राखिदिएँ। त्यस पछाडि डिफल्ट भ्याल्यु परेन। अनि अब यसले हाम्रो सामानको मूल्यमा इफेक्ट पार्ने कि नपार्ने हैन। यदि पार्छ भनेपछि यास गर्नु पर्यो हैन, पार्दैन भने नो छ नो राख्नु पर्यो। जस्तो हाम्रो मूल्यमा इफेक्ट पार्नु पर्यो, त्यसले गर्दाखेरि मैले के गरेँ, यास गरेँ है। अब त्यसपछि अब सिधै हामी यहाँ आउँछौँ कहाँ भन्दाखेरि एकाउन्टिङ इन पर्चेज भनेको छ नि यहाँनिर। यसमा आएर इफेक्ट्स एकाउन्टिङ भनेको छ, यसमा हामीले के गर्नुपर्ने हुन्छ, नो गर्नुपर्ने हुन्छ है। नो गरिसकेर सरी यसमा होइन, यो यास नै हुन्छ। यहाँनिर एडजस्ट इन पर्चेज अमाउन्ट भनेको छ, यसमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, नो गर्नुपर्ने हुन्छ। नो गरिसकेर यो हाम्रो पर्चेजमा गएर बस्ने होइन, यो हाम्रो केमा गएर बस्ने हो त भन्दाखेरि इम्पोर्ट ड्युटीको लेजरमा गएर देखिनुपर्ने हुन्छ है। त्यसले गर्दाखेरि यहाँनिर मैले के गर्छु त, स्पेसिफाई हियर गरेँ है। अब फिक्स हुन्छ भने चाहिँ स्पेसिफाई हियर गर्नु पर्यो हैन। फिक्स हुँदैन भने चाहिँ हामीले स्पेसिफाई एकाउन्ट इन भाउचर गर्नुपर्ने हुन्छ है। अब यो चाहिँ फिक्स हुन्छ,
त्यसले गर्दाखेरि यहाँनिर स्पेसिफाई एकाउन्ट हियर गरेर मैले के गर्छु त भन्दाखेरि सेम इम्पोर्ट ड्युटीको नामको है इम्पोर्ट ड्युटीको नामको एउटा लेजर क्रिएट गर्छु। इम्पोर्ट ड्युटी है इम्पोर्ट ड्युटी भनेर मैले बनाएँ। यसलाई अब हामीले खर्चमा देखाए पनि भयो अथवा ड्युटिज एन्ड ट्याक्सेस भनेरै देखाइदिउँ होइन। त्यसपछि यहाँनिर ट्याक्स टाइपमा हाम्रो के हुन्छ त भन्दाखेरि अदर्स, यहाँनिर कस्टम ड्युटी भनेर छैन, त्यसले गर्दाखेरि अदर्स भनेर मैले के गर्दै राख्दै है। यति भइसक्यो भने यसलाई के गर्ने सेभ गर्ने। त्यस्तै गरेर हाम्रो यहाँनिर एट द सिन पार्टी अमाउन्ट भनेको छ, यसमा पनि हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि नो गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि हाम्रो इम्पोर्ट ड्युटी हामीले पार्टीलाई तिर्दैनौँ, हामीले कसलाई तिर्छौँ त भन्दाखेरि भन्सारलाई तिर्छौँ है, कस्टम अफिसलाई तिर्छौँ है। त्यसले गर्दाखेरि हामीले यहाँनिर यसलाई नो गर्छौँ। नो गरिसकेपछि अब हाम्रो स्पेसिफाई एकाउन्ट हियर गर्ने कि स्पेसिफाई एकाउन्ट इन भाउचर गर्ने। अब स्पेसिफाई एकाउन्ट हियर भनेर हामीले एउटै ठाउँबाट मगाइरहेको हुन्छौँ, जस्तो एउटै बोर्डरबाट हामीले इम्पोर्ट गरिरहेछौँ भनेपछि त्यो केसमा स्पेसिफाई एकाउन्ट हियर गर्न सकियो। तर हामीले कहिले वीरगन्जबाट मगाउँछौँ, कहिले हामीले नेपालगञ्जको बोर्डरबाट मगाउँछौँ होइन। त्यस्तै अरू अरू ठाउँको बोर्डरबाट हामीले मगाइरहेछौँ भनेपछि त्यो केसमा हामीले स्पेसिफाई एकाउन्ट इन भाउचर गर्नुपर्ने हुन्छ है। किनभने एड्रेस अनुसार फरक पर्ने भावनाले हामीले स्पेसिफाई एकाउन्ट इन भाउचर गर्नुपर्ने हुन्छ। तर अहिलेको केसमा चाहिँ मैले के गरेँ स्पेसिफाई एकाउन्ट हियर भनेर गरेँ है। त्यस्तै गरेर अब यहाँनिर के गर्नु पर्यो त भन्दाखेरि फेरि अब कसलाई तिर्छौँ त इम्पोर्ट ड्युटी, त्यसको हामीले के गर्नुपर्ने हुन्छ लेजर क्रिएट गर्नुपर्ने हुन्छ। अब जस्तो यहाँ गएर F3 गरेर मैले के गर्छु भन्दाखेरि कस्टम है, कस्टम अफिस कमा दिएर मैले के लेख्छु भन्दाखेरि नेपालगञ्ज भनेर राखेँ है। अलरेडी एक्जिस्ट मतलब यो क्रिएट भएको पहिल्यै छँदैछ, त्यसले गर्दाखेरि मैले यहाँ क्रिएट गरेन, त्यसैलाई चुज गरिदिन्छु है, कस्टम अफिस नेपालगञ्ज है। त्यसपछि अब यति भइसक्यो भने हामीले के गर्नुपर्ने हुन्छ यसलाई सेभ गर्ने है। सेभ भयो। अब त्यसपछि अब इम्पोर्ट ड्युटी कति लागेछ त होइन। अब 25 लाखमा हाम्रो इम्पोर्ट ड्युटी कति लागे हुन्छ त्यो अनुसार अब प्रज्ञापन पत्रमा जति अमाउन्ट छ त्यही हामीले यसमा राख्छौँ है। अब जस्तो अहिलेलाई 1% को हिसाबले लागेको छ भनेपछि यहाँनिर हामीले इम्पोर्ट ड्युटी यसरी राख्छौँ है। अथवा धेरै पर्सेन्ट छ 5% लागेको छ भने 5% राख्न सक्यो है। कति पर्सेन्ट लाग्छ त त्यही अनुसार हामीले राख्छौँ है। अथवा त्यहाँ अमाउन्ट लेखेको हुन्छ त्यही अमाउन्ट अनुसार हामीले राख्छौँ है। अब यसलाई मैले हटाएँ, सिधै अमाउन्टमा सपोज 75,000 जति हाम्रो के लागेको छ त भन्दाखेरि इम्पोर्ट ड्युटी लागेछ। त्यस पछाडि हाम्रो अर्को के लाग्छ त भन्दाखेरि अर्को के लाग्न सक्छ, अब इम्पोर्ट भ्याट लाग्छ। इम्पोर्ट भ्याट मैले क्रिएट गरेँ। यो चाहिँ के हुन्छ बिलमा जोडिन्छ है। अनि त्यसपछि यसको टाइपमा के बिल्स एन्ड नेचरमा के हुन्छ भन्दाखेरि भ्याट है। अब डिफल्ट भ्यालु राख्नु परेन, अहिले छोडिदिउँ। त्यसपछि यहाँ गएर अब यसको मूल्यमा असर पार्ने कि नपार्ने होइन, पर्चेजको मूल्यमा असर पार्ने कि नपार्ने। अब भ्याटले जहाँसम्म लाग्छ भ्याटले त्यो असर गर्दैन होइन। त्यसले गर्दाखेरि यसलाई चाहिँ हामीले नो राख्छौँ। अनि त्यसपछि किनभने भ्याट हामीले फेरि जोड्छौँ है। अब इम्पोर्ट ड्युटी चाहिँ हामीले पछि सेल्स गर्ने बेला जोड्दैनौँ होइन, तर भ्याट चाहिँ हामीले जोड्ने भावनाले त्यहाँनिर कस्ट अफ गुड्स इन पर्चेजमा हामीले नो राखेका छौँ है। अब त्यसपछि यहाँ गएर एकाउन्टिङ इन पर्चेजमा गएर फेरि सेम त्यही तरिकाले यहाँनिर मैले के गर्छु त भन्दाखेरि पर्चेज एड्रेस इन पर्चेज अमाउन्टमा यसलाई नो गरेँ। त्यसपछि यहाँ गएर स्पेसिफाई एकाउन्ट हियर गरेँ। अनि त्यसपछि इम्पोर्ट भ्याट भनेर
फेरि मैले के गर्छु क्रिएट गर्छु। अब यहाँनिर हामीले भ्याटलाई ट्याग गर्न पनि सकिन्छ है। भ्याट भनेर पहिल्यै हुन्छ, त्यसलाई ट्याग गर्न पनि सकिन्छ। तर अहिले मैले के गर्छु त भन्दाखेरि इम्पोर्ट भ्याट भनेर छुट्टै बनाउँछु। किनभनेपछि यो इम्पोर्ट गर्दाखेरि लाग्यो भ्याट हो भनेपछि अर्को भ्याट भनेको हाम्रो नर्मल लोकल भ्याट भयो है। जस्तो पर्चेस सेल्स गर्दाखेरि लाग्ने भ्याट त्यो भयो। इम्पोर्ट गर्दाखेरि भन्सारलाई तिर्ने भयो हुनाले हाम्रो त्यो इम्पोर्ट भ्याट हो है। त्यसले गर्दाखेरि हामीले के अरे आइआरडी अफिसमा नतिरेर होइन, ट्याक्स अफिसमा नतिरेर हामीले कसलाई तिर्या हुन्छौँ भन्दाखेरि भन्सारलाई तिर्या हुन्छौँ। त्यसले गर्दाखेरि इम्पोर्ट भ्याट भनेर छुट्टै बनाऊँ है। छुट्टै बनाएपछि पछि रिपोर्ट पनि त्यही अनुसार छुट्टै हुन्छ है। अब जस्तो यहाँ गएर इम्पोर्ट भ्याट भनेर मैले क्रिएट गरेँ। त्यसपछि यसो ग्रुप के हुन्छ, यसलाई पनि ड्युटिज एन्ड ट्याक्सेसमै राखौँ होइन। त्यसपछि ट्याक्स टाइपमा यो भ्याटमै जान्छ होइन। अनि त्यसपछि यसलाई के गरेर सेभ गरेँ। सेभ गरिसकेपछि अब यहाँनिर एडजस्टिङ पार्टी अमाउन्ट, अब यो भ्याट इम्पोर्ट भ्याट भनेर हामीले पार्टीलाई तिर्ने होइन है। पार्टीलाई तिर्ने नभएर कसलाई हो त भन्दाखेरि त्यही कस्टम अफिसलाई नै तिर्छौँ, भन्सारलाई नै हामीले के गर्छौँ तिर्छौँ। त्यसले गर्दाखेरि यहाँनिर मैले नो गरेँ अनि स्पेसिफाई एकाउन्ट हियर गरेँ, त्यसपछि इम्पोर्ट भ्याट भनेर राखेँ है। अनि त्यसपछि यहाँ गएर सरी यहाँनिर इम्पोर्ट भ्याट होइन, माथि इम्पोर्ट भ्याट भयो भनेपछि यहाँनिर अब कसलाई तिरिन्छ भनेर त्यही जुन हाम्रो कस्टम अफिस छ है, कस्टम अफिस त्यही नै राख्नु पर्यो है। त्यसपछि यहाँ गएर यसलाई मैले के गरेँ त सेभ गरेँ। ठिक छ, अटोमेटिक यहाँनिर 13% आयो हो। अब प्रज्ञापन पत्रको केसमा कस्टम अफिसको केसमा के हुन्छ भन्दाखेरि राउन्ड अप गर्दाखेरि 1-2 रुपियाँ तलमाथि पर्न सक्छ है। त्यो चाहिँ अब हामीले अमाउन्ट हेरेर त्यही अनुसार यहाँनिर भ्याटमा राख्छौँ है। अब अहिलेलाई चाहिँ 13% छ, ठिक छ। त्यस पछाडि अर्को भनेको के लाग्न सक्छ त भन्दाखेरि तपाईँको फेरि F3 गरौँ, CVF है। CVF भन्नाले कार्गो भेहिकल फी है। त्यसपछि यो पनि बिलमा के हुन्छ जोडिन्छ, यो के हुन्छ अदर्स हुन्छ है। त्यसपछि यहाँनिर एफेक्ट्स द कस्ट अफ गुड्स इन पर्चेस भनेर छ, यसलाई यास गर्नु पर्यो है, यसले चाहिँ असर पार्ने भयो होइन। त्यसपछि आएर फेरि यहाँनिर एडजस्ट इन पर्चेस अमाउन्टमा नो गर्ने, फेरि यहाँनिर स्पेसिफाई एकाउन्ट हियर गरेर F3 गरेर मैले के गर्छु त क्रिएट गर्छु। अब यहाँनिर मैले के लेख्छु कार्गो भेहिकल फी भनेर मैले यसरी लेखेँ, ब्राकेटमा CVF भनेर राखेँ। त्यसपछि यो के हो त, यो हो खर्च एक्सपेन्सेस है। त्यसपछि यसलाई सेभ गरेँ अनि त्यसपछि आएर एडजस्ट इन पार्टी अमाउन्ट भनेको छ, यसमा नो गरेँ। नो गरिसकेपछि यहाँनिर फेरि के गर्नु पर्यो त भन्दाखेरि यो पनि हामीले तिर्ने कसलाई नै हो त भन्दाखेरि कस्टम अफिसलाई हो। त्यसले गर्दाखेरि कस्टम अफिस भनेरै मैले राखेँ है। त्यस्तै गरेर यसलाई सेभ गरेँ। अब कति लाग्ला त, अब सपोज CVF कति लागेको छ 1500 लागेको छ कार्गो फी है। त्यसपछि आएर अर्को के लाग्न सक्छ त भन्दाखेरि सपोज फेरि मैले F3 गरेँ, किनभने यहाँ त क्रिएट भएको छैन, क्रिएट गर्नुपर्ने हुन्छ। पहिलो पटक हामीले के गर्छौँ त क्रिएट गर्छौँ है। त्यस पछाडि एकपटक क्रिएट भइसक्यो भने चाहिँ अर्को पटकबाट क्रिएट गरिराख्नु पर्दैन, त्यो पहिल्यै लिस्टमा देखिहाल्छ है। जस्तो इम्पोर्ट ड्युटी मैले बनाइसके भए हुनाले यहाँ देखिहाल्यो, इम्पोर्ट भ्याट पनि के अरे बनाइसके भए हुनाले देखिहाल्यो होइन। त्यसले गर्दाखेरि हामीले के गर्नुपर्ने हुन्छ, यहाँनिर F3 गरेर क्रिएट गर्नु पर्यो है। अब जस्तो हाम्रो अर्को के लाग्ला त भन्दाखेरि ट्रान्सपोर्ट चार्ज लेखेँ मैले। त्यसपछि ब्राकेटमा इम्पोर्ट भनेर राखेँ, छुट्याउनु पर्यो होइन। ट्रान्सपोर्ट चार्ज त लोकल ट्रान्सपोर्ट चार्ज पनि हुनसक्छ होइन। त्यसले गर्दाखेरि यहाँनिर मैले ब्राकेटमा इम्पोर्ट भनेर राखिदिएँ। त्यसपछि बिल सन्डी टाइपमा एडिटिभ नै हुन्छ,
यहाँनिर अदर्स हुने भयो होइन। अब यसले पनि हाम्रो के हुन्छ त सामानको मूल्यमा असर पार्छ। यस है, त्यसले गर्दाखेरि अब त्यसपछि यहाँ गएर के गर्नु पर्यो, एट द सेम पर्चेज अमाउन्ट फेरि यहाँ नो गर्ने, स्पेसिफाई एकाउन्ट हियर गर्ने, फेरि F3 गरेर ट्रान्सपोर्ट चार्ज अनि ब्र्याकेटमा इम्पोर्ट। यो पनि के हो त एक्सपेन्स हो है, यसलाई पनि खर्चमा देखाउनु पर्यो। सेभ गर्ने, सेभ गरिसके पछाडि अब यो हामीले कसलाई तिर्छौँ त, यो ट्रान्सपोर्ट चार्ज हो, त्यसले गर्दाखेरि हामीले कुनै ट्रान्सपोर्ट कम्पनीलाई तिर्दै हुन्छौँ है, न त यो हामीले पार्टीलाई तिर्छौँ होइन, जोबाट सामान किने हो त्यो पार्टीलाई पनि तिर्दैनौँ र भन्सारलाई पनि हामीले यो ट्रान्सपोर्ट चार्ज तिरे हुन्नौँ है। ट्रान्सपोर्ट चार्ज भनेको हाम्रो छुट्टै पार्टीलाई तिरे हुन्छौँ, त्यसले गर्दाखेरि यहाँनिर अथवा हामीले यहाँनिर नो गरेर यसमा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि स्पेसिफाई एकाउन्ट इन भाउचर गर्छौँ है। यदि एउटै ट्रान्सपोर्टबाट मगाइरहेछौँ भने चाहिँ स्पेसिफाई एकाउन्ट हियर गर्छौँ होइन, तर फरक फरक ट्रान्सपोर्ट परेको हुन्छ, त्यसले गर्दाखेरि स्पेसिफाई एकाउन्ट इन भाउचर भनेर गर्नुपर्ने हुन्छ है। त्यसपछि यसलाई के गरेर स्पेसिफाई एकाउन्ट इन भाउचर गरेर सेभ गरेँ। अब यहाँनिर कुनै ट्रान्सपोर्ट कम्पनी होला होइन, सपोज एबिसी ट्रान्सपोर्ट भन्ने कम्पनीबाट हामीले मगायो भनेपछि मतलब ट्रान्सपोर्ट चार्ज यसलाई तिरे हो भनेपछि हामीले के गर्छौँ त एबिसी ट्रान्सपोर्ट भनेर यहाँनिर मैले छानिदिएँ, अथवा नयाँ हो भनेपछि नयाँ क्रिएट गर्नुपर्ने हुन्छ है। अब यहाँ गएर ओके गरेँ मैले। त्यसपछि अब ट्रान्सपोर्ट चार्ज कति हो त भन्दाखेरि सपोज 2000 होला होइन, अथवा जति होला त्यो हामीले यसमा राख्छौँ। त्यसपछि अब अर्को के लाग्न सक्छ त भन्दाखेरि इन्सुरेन्स भनेर लाग्न सक्छ, अथवा अरू कुनै एक्स्ट्रा एक्सपेन्स हुनसक्छ होइन, इम्पोर्ट गर्ने बेलामा जे जति छ सबै यसैमा हामीले के गर्छौँ त राख्छौँ है। अब त्यसपछि यहाँनिर गएर एउटा अर्को बनाइदिए। अब यो एउटा छोटो नै नहुने भनेको डिक्लेरेसन फी हुन्छ। डिक्लेरेसन फी है, डिक्लेरेसन फी गरेर यो पनि के हो त जोडिनु पर्यो, अदर्स भयो, अनि यो पनि के गर्नु पर्यो यास गर्नु पर्यो। त्यसपछि आएर यहाँनिर नो गरेर स्पेसिफाई एकाउन्ट हियर अनि F3 गरेर फेरि के गर्छु मैले क्रिएट गर्छु डिक्लेरेसन फी। अनि त्यसपछि यहाँनिर ग्रुपमा के हुन्छ भन्दाखेरि यो एक्सपेन्स हुन्छ है, एक्सपेन्स। अनि यसलाई सेभ गर्ने, सेभ भइसक्यो भनेपछि यहाँनिर एडजस्टेन्ट पार्टी अमाउन्ट छ, यसलाई नो गर्ने। यो पनि हामीले पार्टीलाई तिर्दैनौँ, यो कसलाई तिर्छौँ भन्दाखेरि भन्सारलाई नै तिर्छौँ, त्यसले गर्दाखेरि कस्टम अफिस भनेर त्यही नै मैले के गर्छु त यहाँनिर राख्छु है। अनि यसलाई सेभ गरेँ। सपोज डिक्लेरेसन फी कति लाग्यो होला त 565 लाग्यो होला है। अब यसरी हामीले के गर्छौँ त भन्दाखेरि इम्पोर्टवाला पर्चेज इन्ट्री गर्छौँ है। अब हामीले पार्टीलाई तिर्नुपर्ने रकम भनेको यति हो है, जुन देखिरहेको छ यहाँनिर 25 लाख, त्यो मात्रै हामीले कसलाई तिर्छौँ त पार्टीलाई तिर्छौँ, त्यो रकम मात्रै पार्टीको लेजरमा गएर बस्छ है। त्यस पछाडि अब यो इम्पोर्ट ड्युटी भन्ने छ, यो चाहिँ हाम्रो इम्पोर्ट ड्युटीको लेजरमा गएर बस्छ र कस्टम अफिसको लेजरमा देखिन्छ है। त्यस्तै गरेर इम्पोर्ट भ्याट भन्ने छ, यो पनि कसकोमा देखिन्छ त कस्टम अफिसमा देखिन्छ। यो सिबिएफ भन्ने पनि केमा जान्छ त एक्सपेन्समा जान्छ होइन, एक्सपेन्सको लेजरमा देखिन्छ सिबिएफको, अनि कस्टम अफिसको लेजरमा देखिन्छ। त्यस्तै गरेर यो ट्रान्सपोर्ट चार्ज पनि, ट्रान्सपोर्ट चार्ज भन्ने एक्सपेन्समा देखिन्छ भनेपछि ट्रान्सपोर्ट कम्पनीको लेजरमा गएर बस्छ है। त्यस्तै गरेर डिक्लेरेसन फी पनि कस्टम अफिसकोमा गएर बस्छ है। अब यहाँ गर्दाखेरि हाम्रो के छ त भन्दाखेरि 25 लाख, तल पनि 25 लाख देखिरहेछ
होइन। तर अब यिनी अमाउन्टहरू कहाँ छ त, नेट अमाउन्टमा टोटल यहाँनिर देखिया छ है। अब यति भइसक्यो भने यसलाई के गर्ने त, सेभ गर्ने। अब क्यास हो अथवा चेक हो के हो होइन। त्यसपछि यहाँनिर मैले के गरेँ, यसलाई अहिले क्रेडिट छ भने यहाँनिर मैले क्यासलाई 0 गर्छु होइन। त्यसपछि यहाँ गएर ओके गरेँ है, अनि त्यसपछि ओके गरेँ। ठिक छ, यति भएपछि हाम्रो के भयो त, इम्पोर्टवाला पर्चेस के भयो, इन्ट्री भयो है। त्यसपछि अब यहाँ गएर अल्टियाल गरेर लेजर हेर्दाखेरि सपोज यहाँ गएर आरके इन्टरनेसनलकोमा गएर मैले हेरेँ भने अब यसकोमा देखिने भनेको कति हो त, 25 लाख मात्रै हो है, अरू यसमा बस्दैन हो। यसको भित्र गएर हेऱ्यो भने चाहिँ अरू सबै देखिन्छ तल है। त्यस्तै गरेर एबिसी ट्रान्सपोर्ट भन्नेमा गएर हेऱ्यो भने त्यसकोमा बस्ने भनेको कति हो त, 2000 मात्रै हो है। अब यहाँनिर इम्पोर्ट ड्युटी भनेर देखिया छ, तर यो चाहिँ के हो त, ट्रान्सपोर्ट हो। अब यसमा चाहिँ सिङ्गल एकाउन्टको ठाउँमा हामीले के गर्न सक्छौँ त भन्दाखेरि फुल भोचर डिटेल पनि गर्न सक्यो होइन, अल अदर एकाउन्ट पनि गर्न सक्यो, सिङ्गल एकाउन्ट फर्स्ट गर्न नि सक्यो होइन। मतलब कि यो के हो भन्दाखेरि जुन पहिलो हुन्छ त्यही नै देखिन्छ के होइन। त्यसले गर्दाखेरि सुरुमा हाम्रो के बिल सन्ड्रीमा के एड गरेको थियौँ त, इम्पोर्ट ड्युटी एड गरेको थियौँ, त्यसले गर्दाखेरि त्यो देखिएछ। अब जस्तो यहाँ अल अदर एकाउन्ट्स भनेर गऱ्यो भने अब बल्ल यहाँनिर के देखियो त, ट्रान्सपोर्ट चार्ज भनेर देखियो होइन। त्यस्तै गरेर अब जस्तो यहाँ गएर मैले के गरेँ त भन्दाखेरि कस्टम अफिस भनेर हेरौँ है। कस्टम अफिस नेपालगञ्ज भनेर मैले यहाँनिर हेर्दाखेरि चाहिँ यसमा के देखिन्छ त, यसमा सबै देखिन्छ है। अब यसमा हाम्रो अब अदर एकाउन्ट्स गरे हुनाले यो पनि देखिया छ यसमा है। यहाँनिर अदर एकाउन्ट्स नगरेर यदि मैले यहाँनिर सिङ्गल एकाउन्ट भनेर राखेँ भने चाहिँ यसमा अब यसरी देखिन्छ है। हुनलाई अब यहाँनिर इम्पोर्ट ड्युटी इम्पोर्ट भ्याट भनेर छ होइन। त्यसले गर्दाखेरि यहाँनिर अब यसरी हेर्दाखेरि अब जे यो लेजरमा आएर बस्नुपर्ने हो त्यो देखिया छ है। अब यहाँनिर पुरै डिटेल हेर्नु पऱ्यो भने चाहिँ अदर एकाउन्ट गर्न सक्यो, अथवा अल अदर एकाउन्ट्स गऱ्यो भने सबै यसमा देखिन्छ है। अब यसमा यो ट्रान्सपोर्ट जुन छ, ट्रान्सपोर्ट र यो जुन देखिरहेछ यो चाहिँ फरक हो है। यो बाहेकको हाम्रो के हो त, यसको लेजरमा आएर बस्ने हो, जुन हाम्रो सिङ्गल एकाउन्टबाट हेर्दाखेरि टोटल अमाउन्ट देखिहाल्छ है। सिङ्गल एकाउन्ट फर्स्ट गरेर हेरौँ, यसमा पनि यसरी 4,11,815 रुपियाँ चाहिँ हाम्रो के हो त, यसकोमा आएर बस्यो है। 75,000 भनेको इम्पोर्ट ड्युटी भयो, यो 334 जुन देखिया छ यो चाहिँ इम्पोर्ट भ्याट हो। त्यसपछि 1500 भनेको सिबिएफ भयो, कार्गो भेकल फी। 565 भनेको डिक्लेरेसन चार्ज हो। अब यहाँनिर देखाउने बेलामा इम्पोर्ट ड्युटी पहिलो भयो हुनाले सिङ्गल फर्स्टवालालाई के गर्छ त, प्राथमिकता दिन्छ। त्यसले गर्दाखेरि यो सबैमा यही नै देखिरहेछ। जुन अब पुरै डिटेल हेर्नु पऱ्यो भने चाहिँ यहाँनिर अदर एकाउन्ट्स गऱ्यो भने पुरै डिटेल के हुन्छ देखिन्छ होइन। तर अब यसमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, यसलाई इग्नोर गर्नुपर्ने हुन्छ है। जुन 2000 देखिरहेछ त्यो हामीले इग्नोर गर्नुपर्ने हुन्छ। बाँकी क्लोजिङ ब्यालेन्स त ठिकै छ, 4,11,815 भनेर ठिकै देखाएको छ है। यसरी हाम्रो के हुन्छ, इम्पोर्टवाला पर्चेस हामीले के गर्छौँ, इन्ट्री गर्छौँ है। ल आजलाई भने यति नै गरौँ। अरू बाँकी भिडियोहरू फेरि अरू क्लासहरू फेरि म नेक्स्ट क्लासमा ल्याएर आउनेछु। तबसम्मको लागि फेरि भेटौँला है त।